हेलो गाइज, वेलकम टु आवर न्यू भ्लग होइन। यो चाहिँ मेरो न्यू च्यानल पनि हो र यो चाहिँ मेरो फर्स्ट भ्लग पनि हो होइन। फर्स्ट भ्लग भएको कारणले र फर्स्टचोटि नै च्यानल खोलेको भएर यो भ्लग चाहिँ कस्तो हुन्छ होइन सबैजनाले कमेन्टमा लेख्नु होला। हामी चाहिँ अब यहाँबाट हामी अहिले ललितपुर जिल्लाको कुन ठाउँमा छौँ? शङ्खादेवी होइन, दमाईटार ललितपुरको हामी दमाईटारमा छौँ अहिले र हामी चाहिँ यहाँबाट अहिले जाँदैछौँ मुक्तिनाथ मन्दिर। त्यसपछि हामी हजुरहरूलाई देखाउने नै छौँ। त्यतिखेरसम्म हजुरहरूले मेरो च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्दै गर्नु होला सबैजनाले। गाइड सपोर्ट गाइज हामी चाहिँ शङ्खादेवी मन्दिर आइपुगेका छौँ होइन। यहाँ चाहिँ अब हामी देखाउने छौँ के कस्तो हुन सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ हाम्रै ललितपुर जिल्लामा रहेको शङ्खादेवी मन्दिर हो होइन। यहाँ चाहिँ हामीले 108 धारा मुक्तिनाथ धाममा पाल्नुहुने सम्पूर्ण भक्तजनहरूमा हार्दिक स्वागत गर्दछु भनेर लेखिएको छ। र यहाँ तल जाँदाखेरि चाहिँ हामीले 108 धारा नै पाउन सक्छौँ, जसमा चाहिँ हामीले ठ्याक्कै मुस्ताङमै भएको मुक्तिनाथ मन्दिरको जस्तो देख्न सक्छौँ होइन। र हामी यहाँ पानी चढाउन गइरहेका छौँ। ल हेर्न सक्नुहुन्छ साथीहरू, त्यसरी चाहिँ यहाँ हामी शङ्खादेवी मन्दिरमा आएका छौँ। यो चाहिँ 108 धारा रहेछ यहाँनिर चाहिँ। हेर्न सक्नुहुन्छ यहाँ वरिपरि नै धाराहरू रहेको छ। 108 धारा नै छन् यहाँनिर। शङ्खादेवी मन्दिर ललितपुर जिल्लामा रहेको छ। सबैजना एकदम अब कोही आउनु भएको छैन भने चाहिँ घुम्न आउन सक्नुहुन्छ हजुरहरू होइन। एकदमै राम्रो छ, दर्शन गर्नको लागि पनि राम्रो रहेको छ मन्दिर। अनि तपाईँ 108 धाराहरू रहेको छ। हेर्न सक्नुहुन्छ भाइहरू पनि यहाँनिर पानी टाउकोमा छरिरहेको छन् होइन। फाइनली गाइज हामीले चाहिँ 108 धारा पनि हेरिसक्यौँ होइन। अब हामी यहाँबाट माथि मन्दिरतर्फ जाँदैछौँ। मन्दिर पनि एकदमै राम्रो रहेको छ यताको होइन। हेर्न सक्नुहुन्छ 108 धाराको कमाल हो गाइजहरू यो होइन। तपाईँहरू पनि यदि आउनु भएको छैन भने आउन सक्नुहुन्छ। मेन मन्दिर चाहिँ यो रहेको छ होइन। हामीले भ्लगिङ गरिरहेको। अब हामी यता पनि एकछिन दर्शन गर्नेछौँ, घुम्नेछौँ। यता हेर्न सक्नुहुन्छ भगवान् हुनुहुन्छ, नागको मूर्ति रहेको छ यहाँ हाम्रो। यो पछाडि देखिरहेको मन्दिरमा हामीले दर्शन गरिसक्यौँ। अब भने हामी मास्तिर अर्को मन्दिरमा जाँदैछौँ। त्यता पनि हामी गएर हजुरहरूलाई देखाउने नै छौँ गाइज होइन। गाइज यदि तपाईँहरूलाई चाहिँ नि होइन टक्क अलि शान्त ठाउँ होइन यस्तो गाउँहरू जस्तो हेर्नु छ भने घुम्नु छ भने हजुरहरूको लागि यो ठाउँ बेस्ट हुनसक्छ होइन। सो त्यही हो, यतातिर चाहिँ अब अलि त्यस्तो धेरै होइन डिस्टर्ब हुने ठाउँहरू छैन, शान्त छ। हेर्न सक्नुहुन्छ गाउँहरू जस्तै रहेको छ। हजुरहरूलाई यदि यस्तो ठाउँ मनपर्छ भने हजुरहरू घुम्न आउन सक्नुहुन्छ, मन्दिर दर्शन गर्न आउन सक्नुहुन्छ। सो हामीले चाहिँ मन्दिर दर्शन गरेर अहिले हामी फर्किँदैछौँ। यदि हजुरहरूलाई पनि यदि आउनु छ भने यस्तो ठाउँमा घुम्न आउन सक्नुहुन्छ है हजुरहरू। उहाँहरूले चाहिँ अब पैसा थाल्नु मजाले चल्छ होइन। अब पैसा अलिक कन्डिसन त त्यही भएर तपाईँहरूले पैसा थाल्नु चाहिँ मजाले चल्छ। सो फाइनल गाइज अहिले चाहिँ हामी यो शङ्खादेवी मन्दिर आइपुग्यौँ होइन। हरियाली नै देख्न सकिन्छ अहिले पनि हामीले होइन। सो अब हजुरहरू पनि यदि यता घुम्न आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। एकदमै सुन्दर शान्त मनोरम वातावरण रहेको छ यताको चाहिँ। हामी घरमा आइपुगिसक्यौँ र घरमा चाहिँ भाइले यस्तो गर्दैछ। फाइनली अब चाहिँ हामी डाँडामा जान लागेको छौँ।
त्यहाँनिर हाम्रो अङ्कलले स्कुटर निकाल्दै हुन्छ। अब यसो डाँडातिर लाग्दिउँ होइन यता त्यसको लागि हामी स्कुटर निकालिसक्यौँ र अब चाहिँ हामी माथि पुगेर देखाउँछौँ र बाटोतिर पनि हामी देखाउँदै हिँड्नेछौँ। हेर्दै गर्नु होला तपाईँहरू, यसो देखाउँदै गरेँ। र बाटो चाहिँ यस्तो छ, अफरोड छ एकदमै होइन, धुलो उड्ने बाटो छ। सो त्यही केही छैन। हामी नेपालसम्म पुगिसकेका छौँ होइन। अहिले डाँडामा आइसकेको छौँ र डाँडाबाट हेर्दा चाहिँ नि अहिले मौसम कुहिरो लागेको भए तापनि खासै क्यामेरामा राम्रो नदेखिएको होला, तर हजुरहरू आउनुभयो भने आफ्नो आँखाले चाहिँ राम्रो देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा होइन। सो त्यही हो, खासै त्यति राम्रो त होइन, यस्तो देखिन्छ। जङ्गलहरू पनि राम्रै छ, यस्तो देखिन्छ। जङ्गलहरू छ यतातिर होइन, डाँडाहरू छ। गाइज अहिले चाहिँ हामी फेरि खोलातर्फ जाँदैछौँ। यसो यताको खोला पनि घुमिदिउँ भनेर कस्तो रहेछ होइन, के कस्तो हुन्छ। त्यसपछि फेरि हामी अहिले चाहिँ हामी ठ्याक्कै यो खोलामा आइपुगेको छौँ र अब हामी यहाँबाट एकछिन मास्तिर हिँड्छौँ। यताको खोला चाहिँ यस्तो रहेको छ। यो चाहिँ अब ठ्याक्कै हेर्दाखेरि झलक्क अब यता चाहिँ हामी प्रायः पहिला गाउँतिर हिँड्दाखेरि यस्तै खोलाहरू देखिन्थ्यो र यहाँ चाहिँ अहिले ठ्याक्क त्यस्तै ठाउँ छ। खोलाहरू माथिदेखि पानी आइरहेको छ यहाँ चाहिँ एकदमसँगले। अलि मासतिर पनि हेरौँ है, ठ्याक्क खोलाहरू। क्यामेरा हाल्नु न, के हुँदैन। गएर हेरेर फर्किसक्यौँ र आजको लागि चाहिँ मैले भ्लग यतिमा इन गर्न चाहेँ। के कस्तो हुन्छ लाइक कमेन्ट गर्दै गर्नु होला। म फेरि पनि यस्तै भ्लगहरू लिएर आउनेछु, सब्सक्राइब गर्दै गर्नु होला है त।